साथीहरु तपाईहरुको माझ मैले फेरि आज के लिएर आएको छु भन्दाखेरि साथी आज फेरि मैले अचार बनाउने है साथी हो म चाहिँ कसरी बनाउँछु यसलाई चाहिँ हामीले यहाँ आसाममा चाहिँ साथी हो भुटजलकिया भन्छौं के यसै त राङे खोर्सानी भन्छ हैन साथी हो यहाँ चाहिँ मैले राखेछु ज्वान मेथी अनि काली जिरा है साथी हो सबै मिलाएर पाँचफोरन है सबै मिलाएर मैले यहाँ भुट्दै छु कराई तताएर पनि हेर्नुस् है साथी मैले चाहिँ कसरी हाल्ने छु के हाल्ने छु यो अचारमा है साथी हो लास्टसम्म हेर्दिनु होला है साथी ल तपाईहरुले यति धेरै माया दिनुहुन्छ मेरो भिडियोमा है साथी हो मैले अचार बनाएको सब्जी बनाएको भएर म तपाईहरुलाई यस्तो भिडियो हालेर देखाउँदै छु साथी हो हेर्नुस् त यहाँ फेरि मैले यो चाहिँ सरसो है साथी हो ल यो चाहिँ पहेँलो खालको सरसो सेतो सरसो पनि भन्छ कसैले मैले यहाँ भुटेर पनि निकालिसके हैन यो अचारमा चाहिँ नि यो खोर्सानीको अचारमा चाहिँ नि साथी हो तोरी चाहिँ हाल्नुपर्छ के तोरी चाहिँ बेसी मेन चाहिँ मतलब तोरी नै हाल्ने हो कि यो अचारमा चाहिँ तर पनि मैले पाँचफोरन पनि हाल्छु यहाँ चाहिँ मैले के राखेको भन्दाखेरि साथी हो यो चाहिँ मेरो 1 वर्ष भयो यो चाहिँ मेरो जंगली तामा थियो कि साथी हो मैले लिएको थिएँ पहिला अनि त्यसको बादमा लिएर मैले बयममा राखेको थिएँ हेर्नुस् त मैले आफै हालेको है साथी हो ल यो चाहिँ मैले टुप्पा टुप्पाको हाले थिएँ कि मैले हेर्नुस् त यहाँ मैले सबै खनाइदिएँ यो अलिअलि कालो चाहिँ कसरी भएको भन्दाखेरि साथी यो खोल्दाखेरि हावा गयो भने नि त अलिअलि कालो हुन्छ तर कस्तो राम्रो छ कि साथी यो मैले आफै हालेको थिएँ है हेर्नुस् त अब म यसलाई सबै निचारेर साथी हो म यसलाई अलग गर्छु ल पानीदेखि अनि यसलाई म के गर्ने छु कसरी हाल्ने छु हेर्दै जानु होला साथी ल हेर्नुस् त मैले निचार्दै राखेँ है यहाँ पानी चाहिँ एक्स्ट्रा गरेछु मैले यो पानीलाई चाहिँ म राख्छु के साथी हो पानी चाहिँ मतलब मलाई बोइलमा खानु पनि मन पर्छ नि त त्यही भएर म अलग गर्छु के ल यहाँ हेर्नुस् त मैले पुरा यहाँ निचारेर सुक्का पारे साथी हो त्यसको बादमा यहाँ मैले खोर्सानी काटेको छु हेर्नुस् है खोर्सानी चाहिँ लिएर मैले धुलाएर मजाले सुकाएको थिएँ नि त एक घाम त्यसको बादमा मजाले काटिदिएँ के साथी हो ल म चाहिँ आज तामा र खोर्सानीको अचार हाल्ने साथी हो ल हेर्दै जानु होला साथी हो भिडियो चाहिँ लास्टसम्म मैले कसरी हाल्ने छु यहाँ हेर्नुस् त मैले काटेर माथिबाट खोर्सानी हाल्दिएँ साथी हो ल मलाई चाहिँ यो खोर्सानीको अचार के साथी यसरी यस्तो मिठो हुन्छ नि साथी हो है खानुको लागि यहाँमा चाहिँ मसला भुटेर राखेको थिएँ नि यो चाहिँ तोरी है साथी हो ल माथिबाट मैले तोरी हाल्दिएँ त्यसको बादमा पाँचफोरन चाहिँ म बेसी हाल्दिनँ एक चम्चा मात्रै हालेँ साथी हो त्यसको बादमा निमक अनि माथिबाट अब म हाल्छु हल्दी अनि अलिकति मैले यो चाहिँ कश्मिरी चिल्ली हाल्दिएको साथी हो कलरको लागि यसमा चाहिँ पिरो हुँदैन नि त कलरको लागि मात्रै हालेको है साथी हो यो चाहिँ मैले ल अनि मैले यही माथिबाट हेर्नुस् त सरसोको तेल म चाहिँ काँचो तेल हाल्छु तपाईहरुलाई थाहै छ हैन साथी हो हेर्नुस् त तेल पनि बेसरी हाल्ने हैन के साथी हो ल यसमा ठिक्कैको लाग्ने गरेर हाल्दा भइहाल्छ तेल चाहिँ मैले किन बेसी हाल्दैन अचारमा भन्दाखेरि साथी तपाईहरुलाई मैले पहिला पनि भनेको छु हैन साथी हो किन भन्दाखेरि नि त यो मसला जति सबै तल गएर जम्मा हुन्छ के तेल बेसी हाल्यो भने त्यही भएर म चाहिँ तेल बेसी हाल्ने गर्दिन अचारमा हेर्नुस् त साथी कस्तो खाम लाग्दो भयो है अब मैले यहाँ अलिकति तेल हालेर साथी हो बयममा सानो सानो सिसाको बयममा हाल्छु कि मैले चाहिँ किन सानो सानोमा हालेको भन्दाखेरि साथी हो निकाल्नु पनि सजिलो हुन्छ हैन खानु पनि त राम्रो हुन्छ सानो सानोमा चाहिँ अब एउटा खतम हुन्छ फेरि अर्को निकाल्यो है साथी हो त्यही भएर मैले यसरी सानो सानो ठिक्कै ठिकैको मलाई चाहिँ फेरि अचार चाहिँ नि साथी हो सिसाको बयममै मन पर्छ के त्यही भएर मैले सिसाको बयममा हालेर यही माथिबाट अलिअलि तेल हाल्दिएँ साथी हो ल म चाहिँ बेसी हाल्दिनँ तपाईहरुलाई के कस्तो लाग्यो साथी हो मेरो भिडियो मन पर्यो भने लाइक शेयर कमेन्ट है साथी हो शेयर पनि गरिदिनु होला ल मेरो च्यानललाई मेरो पेजलाई साथी हो फलो पनि गर्नु होला ल साथी हो राखे साथी हो बाइ बाइ तपाईहरुलाई यस्तै भिडियो लिएर